राजदूत छान्न रासपाले 6 वटा मापदण्ड बनाएछ। यस्तै हो भने राजदूत छनौटका लागि तिनका 6 मापदण्ड भित्र जीवी राई अटाउलान् भन्ने डर हो। 1 नम्बर जीवीले सहकारी ठगेका छन्, 2 नम्बर देश छोडेर भागेका छन्, 3 नम्बर गरिब जनता रुवाएका छन्, 4 नम्बर कानूनको उल्लङ्घन गरेका छन्, 5 नम्बर राज्य शक्तिलाई गलाएका छन् अनि 6 नम्बर ढाडस दिने पपेट पालेका छन्। हेर्नुस् त राजदूत जीवी राई भन्दा क्या सुहाएको। मैं तेरा भी दोगलापन निकालता हूं, मैं बताता हूं तू कितना बड़ा दोगला है। परम्परा तोड्नु संविधान मिच्नु होइन, परम्परा संविधान होइन। यो सरकार मेरिटको जगमा उभिएको छ, यसको तागत नै मेरिट हो पर्छ। अब दोषी चस्मा खोलौं, जिब्रोमा नुन राखेर तरकारी चाख्न छोडौं। कार्यान्वयनमा निर्भर हुनेछ। यसको सफलता नीतिमा होइन, कार्यान्वयन संस्कृतिमा निर्भर रहनेछ। बलियो सरकार बनेसँगै अधिनायकवाद र फाँसीवादको आरोप सदनमा सुनियो, तर हरेक वर्ष आउने सरकारका नीति तथा कार्यक्रम नेता र नाता भित्रको दस्तावेज भन्ने आरोप लाग्थ्यो, यसपटक चिरियो। कसैको स्वार्थको रोटी सेक्न होइन, जनताको चुलोलाई हेरेर यो सरकारले अरे कहना क्या चाहते हो? आज ही बदल लिया साला।